Hello everyone. Represent root under 3 on the number line. Root under 3 लाई हामीले कसरी सङ्ख्याहरू खाम देखाउन सक्छौँ त्यो बारेमा म सिकाउन गइरहेको छु एकदमै इजी मेथडबाट। सबभन्दा पहिला ड्र द स्ट्रेट लाइन। हामीले एउटा सिधा लाइन कोर्नुपर्ने हुन्छ यसको लागि। यसरी एउटा सिधा लाइन कोर्नु होला। सिधा लाइन कोरिसकेपछिबाट अगाडिको भिडियो जस्तै मैले रुट under 2 को सिकाएको छु त्यसरी नै हामीले चाहिँ के गर्ने बराबर युनिटमा चाहिँ हामीले चाहिँ 1 युनिटको चाहिँ बराबर लाइन लिने 1 यसरी लिनु होला। यसबाट हामी 0 बाट स्टार्ट गर्नु होला। यहाँदेखि यहाँसम्म आउने बेला हाम्रो एउटा 0 1 2 अन्तिममा हाम्रो कति 3 भयो। अब हामीले सबभन्दा पहिला के कुरा बुझ्नुपर्छ भने रुट अन्डर 3 लाई हामीले कसरी त्यसमा रिप्रेजेन्ट गर्न सक्छौँ त त्यो लाइनमा भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। त्यसको लागि हामीले पाइथागोरसको थ्योरम जान्नुपर्छ। पाइथागोरस थ्योरम यसमा हामीले मैले अगाडि भिडियोमा पनि यो कुरा बताइसकेको छु तपाईँहरूलाई। याच स्क्वायर बराबर पी स्क्वायर प्लस बी स्क्वायर हुने गर्दछ, जहाँ याच बराबर रुट अन्डर पी स्क्वायर प्लस बी स्क्वायर हुने गर्छ। अब हामीलाई रुट 3 को भ्यालु चाहिएको, जसमा हामीले राइट एङ्गल ट्राइङ्गलको मेथडबाट हामीले यसलाई सल्भ गर्छौँ। यसमा हाम्रो बेस पर्पेन्डिकुलर हाइपोटेन्युस हुन्छ, जहाँ रुट अन्डर 3 हुनको लागि सबैभन्दा पहिला हामीलाई के चाहिन्छ भनेपछि यो रुट अन्डर 2 को स्क्वायर प्लस 1 स्क्वायर चाहिन्छ, जहाँ स्क्वायरले हाम्रो रुटलाई कट गर्छ र भित्र 2 प्लस 1 हुने गर्छ, जसको भ्यालु याज इक्वल टु 3 हुने गर्छ। त्यसकारण हामीलाई एउटा लाइन चाहिँ रुट अन्डर 2 को चाहियो। रुट 2 को चाहियो हामीलाई एउटा लाइन। त्यसको लागि हामीले फर्स्ट टेबल रुट 2 लाई नम्बर लाइनमा देखाउनु पर्ने हुन्छ, जसको लागि हामीले रुट 2 को लागि हामी यहाँबाट 1 युनिट लिने गर्छौँ। यो अगाडिको भिडियोमा मैले देख गराएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। एउटा यसमा सेमी सर्कल लिनु पहिला, त्यसपछि हामीले आर्क लिन्छौँ 60 डिग्री, अगेन 60 180 120 अनि हामी यहाँबाट 90 डिग्रीको एङ्गल बनाउँछौँ। 90 लाई स्ट्रेट लाइन खिच्ने, हेर्नुहोस् है इजी छ एकदम। यो हाम्रो 1 युनिट भयो। माथि पनि हामी 1 युनिटको यहाँबाट नाप लिएर यसको 1 युनिट लेन्थ लिन्छौँ र हामीले 1 युनिट लाइन कट गर्छौँ। साथ हाम्रो 0 लाइनलाई यो लाइनलाई जोड्ने। यसरी गर्दा हाम्रो बेस 1 युनिट, पर्पेन्डिकुलर 1 युनिट गर्दा हाम्रो रुट अन्डर 2। यहाँसम्म मैले योभन्दा अगाडिको भिडियोमा पनि गरेको छु रुट अन्डर 2 को। अब हामीले यही रुट अन्डर 2 लाई बेस मानेर हामीले अगाडि रुट अन्डर 3 को काम गर्नुपर्ने हुन्छ। त्यसको लागि जुन हाम्रो यो माथिको लाइन छ, यहाँ चाहिँ हामीले एउटा चाहिँ यो रुट अन्डर 2 भनेको हाम्रो एउटा पी भने पनि बी भने पनि हाम्रो रुट अन्डर 2 भयो र यहाँबाट हामीले के गर्छौँ भने बेस हाम्रो रुट अन्डर 2 नै भयो। अब यहाँबाट हामीले एउटा चाहिँ सेमी सर्कल लिने, यसरी सेमी सर्कल लिनुहोस्। लिइसकेपछि यहाँबाट देन 60 डिग्री 120 डिग्री देन 90 डिग्री। 90 डिग्री बनाइसकेपछिबाट यो लाइनबाट हामीले यसलाई यहाँ चाहिँ जोइन गर्नुपर्छ। यसरी जोड्नुहोस्। जोडिसकेपछिबाट हामीले
अब रुट अन्डर 2 एउटा हाम्रो बेस लाइन भयो। त्यसपछि अर्को हाम्रो 1 युनिट चाहिएको। 1 युनिट लिनुहोस् फेरि यहाँबाट हामीले अगाडि बनाएकोबाट। यसरी 1 युनिट लिइसकेपछिबाट यहाँबाट चाहिँ हामीले कट गर्नुपर्ने हुन्छ यसमा। यसरी कट गरिसकेपछि अब यो जहाँ कट छ त्यसलाई ल्याएर 0 मा जोड्नुपर्ने हुन्छ। 0 लाइनमा जोड्नुपर्ने हुन्छ। यसरी यहाँबाट 0 लाइनमा जोड्नुहोस्। हेर्नुहोस् त यो रुट अन्डर 2 एउटा बेस भयो। अनि यो पर्पेन्डिकुलर लाइन कति लियौँ त हामीले 1 युनिट लियौँ। रुट अन्डर 2 र 1 युनिट हाइपोटेन्युस कति भएको थियो? रुट अन्डर 3। यसरी हामीले रुट अन्डर 3 चाहिँ ल्यायौँ र अब 0 लाइनबाट जहाँ हाम्रो चाहिँ कट गरेको थियो त्यहाँसम्म यो कम्पासको सहायता लिनुहोस् र यसरी यो बराबरको नाप लिनुहोस्। यसरी लिनुहोस् यो लाइनमा यो जुन हामीले अगाडि कट गरेको थियौँ 1 युनिट त्यहाँबाट हामीले यसरी लाइन खिच्नुपर्ने हुन्छ। यसरी लाइन खिच्दाखेरि हाम्रो कति हुन्छ? रुट अन्डर 3 को नम्बर लाइनमा यसरी देखाउँछ। जस्तै अब रुट अन्डर 2 को पनि हामीले यहाँ अगाडिको हेर्नुहोस् है 3 भन्दा 2 को आउँछ। यो चाहिँ हाम्रो रुट अन्डर 2 भयो, रुट अन्डर 3 भयो। पहिला रुट अन्डर 2 ड्र गर्नु होला अगाडि भिडियोमा सिकाएको जस्तै गरेर। त्यसपछि रुट अन्डर 2 आइसकेपछि एउटा बेस लाइन हामीले रुट अन्डर 2 पाउँछौँ। जहाँ हामीले यसमा रुट अन्डर 2 चाहिन्थ्यो एउटा। पी भए पनि बी भए पनि त्यो केही फरक पर्दैन। रुट 2 र 1 चाहिएको हो। अनि त्यसपछि हामी रुट 2 को जुन हामीले पोइन्ट जोडेको थियौँ 0 सँग त्यहाँबाट हामीले के गर्छौँ त एउटा सेमी सर्कल लिन्छौँ। सेमी सर्कल लिइसकेपछिबाट त्यसपछि हामी 60 डिग्री 60 डिग्री गरेर यसमा चाहिँ एउटा पर्पेन्डिकुलर लाइन 90 डिग्री लाइन चाहिँ हामीले बनाउँछौँ। त्यो बनाइसकेपछिबाट हामीलाई यहाँबाट 1 युनिट चाहिएको। अब हामीलाई रुट 2 त आइसक्यो, 1 युनिट चाहिएको। अब 1 युनिट चाहिसकेपछिबाट हामीले 1 युनिटको लागि जति छ त्यसलाई हामीले कट गर्छौँ र त्यो लाइन ल्याएर हामीले कहाँ 0 मा जोड्छौँ। त्यसैले हाम्रो बेस भयो अनि यो पर्पेन्डिकुलर लाइन भयो र यो हाम्रो हाइपोटेन्युस भयो। त्यस कारणले गर्दा यसको चाहिँ हामी रुट अन्डर 3 आउँछ। कस्तो चाहिँ यो तरिका मन पर्यो भने भनिदिनु होला। एकदम सजिलो तरिका सिकाएको छु। यसै गरेर म आउने भिडियोमा रुट अन्डर 5 र रुट अन्डर 7 को पनि बनाउँछु। त्यसलाई पनि हेरिदिनु होला। सब्सक्राइब गरिदिनुहोस् र लाइक पनि गरिदिनु होला र साथीहरूसँग सेयर गरेर पनि सबैसँग यो भिडियो पुऱ्याइदिनु होला। हस्, थ्याङ्क यू।